चाहिन्छ भक्ति हुनका लागि। राजा प्रियव्रतमा भक्ति थियो। प्रियव्रतको प्रसङ्ग श्रीमद् भागवत पञ्चम स्कन्धमा उल्लेख गरेको छ। यसको सार के हो त भन्दा भक्ति भक्ति भने के भन्दा भक्ति भनेको समर्पण। मसँग दुईटा केरा छ, दुईटा फल छ। एउटा फल कसैलाई दिएँ मैले, त्यो चाहिँ अर्पण हो। मसँग दुईटा छ, दुईटै दिएँ, त्यो चाहिँ समर्पण हो। त्यही भएर म परमात्माको अंश हो, मैले परमात्मामा पुरै समर्पित गरेँ भन्ने भाव गर्नु समर्पण हो। समर्पण भन्नु नै भक्ति हो। त्यही भएर परमात्माको अंश हो म भन्ने भावले अगाडि बढ्नु, त्यो चाहिँ भक्ति हो पहिलो कुरा। दोस्रो भनेको प्रेम। प्रेम भने बुझ्नुहुन्छ? प्रेम भने चाहिँ फेरि प्रेम भने त्यही लभ भने होइन र भन्नु होला, होइन। प्रेम भनेको चाहिँ कुनै पनि चिजको, कुनै पनि